म चाहिँ फाइनल्ली झापाको कालिका सिमसार घुम्न आएको छु है। तर 50 रुपियाँ टिकट काटिसकेपछि चाहिँ लास्ट 4 के ठाउँ टोयलेटको हालत यस्तो छ हैन, भित्र फोहोर यस्तो छ है, यस्तो घिनलाग्दो छ। लास्ट 4 छ आम्मामा हो। यहाँको विशेषता भनेको चाहिँ यही बाँदरहरू मात्रै रहेछ, अरू के नै छ र हैन। घुम्ने ठाउँ भनेको छ यस्तो धुलै धुलो धुवा नै धुवा छ चारपट्टि हैन। अलिकति राम्रो ठाउँ भनेको चाहिँ यहाँनिर रहेछ है। मेरो केटाहरू चाहिँ यहाँनिर फोटो खिच्दैछ, रैला छ केटाहरूलाई, रमाइलो छ। यति नै हो सफा ठाउँ भनेको, देखाउँदै जान्छु। र यहाँ चाहिँ यस्तो छ है, बाटोहरू चाहिँ हो फोहोर छ, लास्ट फोहोर छ। यहाँको विशेषता भनेको चाहिँ सिमसार है। अब सिमसार हेरौँ है त कस्तो छ। ल हेर्नुहोस्, सिमसार चाहिँ यस्तो छ हैन। यहाँको मुख्य आकर्षक भनेको सिमसार, तर यस्तो धेरै फोहोर छ। मान्छेहरू घुम्न त आउँछन् हैन, तर यस्तो धेरै फोहोर छ के यो चाहिँ। हेरौँ त आम्मामा फोहोर हेरौँ, फोहोर 50 रुपियाँ टिकट भनेको छ, 100 रुपियाँको फोहोर छ कि यहाँ चाहिँ आम्मामा। यो त सरसफाइमा धेरै नै कमी देखिन्छ है। हेरौँ त फोहोर कसरी घुम्न आउने यस्तो ठाउँमा हैन। यति धेरै फोहोर छ, यो फोहोरलाई चाहिँ कसरी संरक्षण गर्ने हैन। अब यहाँ हेर्नुहोस् है त, अब तपाईँहरूलाई अगाडि म अर्को टोयलेट बाथरुमहरूको पनि म देखाउँछु है। मान्छेहरूले घुम्न त आउने, तर कहाँ दिशा गर्ने, कहाँ पिसाब गर्ने है। अब यो हेरौँ गाइस, यो हेरौँ है, यो हेरौँ यति धेरै फोहोर छ, लास्टै धेरै फोहोर छ क्या है। सरसफाइमा एकदम जिरो है सरसफाइमा। अब हामी हेर्छौँ टोयलेटको अवस्था। यस्तो छ टोयलेट है। अब धेरैवटा टोयलेटहरू यस्तो छ, कहाँ जाने हैन, दिसा पिसाब गर्न कहाँ जाने अवस्था यस्तो छ। नाजुक छ, एकदमै नाजुक हैन। 50 रुपियाँ टिकट त काट्यो, यस्तो धेरै फोहोर छ चारैतिर है। लास्टै फोहोर यस्तो छ। डस्टबिनहरूको हालत यस्तो छ है। यो टिकट के को लागि उठाएको हो त हैन। डस्टबिनको हालत त्यो छ भने टिकट के को लागि उठाएको हो, व्यवस्थापन खोइ। अब यहाँको मुख्य विशेषता त यही सिमसार हो। सिमसारमै यति धेरै फोहोर छ भने हेरौँ है परदेखि फोहोर कति छ। यस्तो धेरै फोहोर छ, सरसफाइमा कमी भन्यो त साह्रै हैन है। घुम्न आएको यस्तै चिजहरू मात्रै पाइन्छ, मान्छे खासै भेटिँदैन। 50 रुपियाँ टिकट उठाइसकेपछि यो फोहोरहरूलाई चक्क व्यवस्थापन गर्ने, संरक्षण गर्ने हैन। त्यो पैसा चाहिँ के व्यक्तिले खाँदैछ या सरकारलाई बुझाउँदै हुनुहुन्छ तपाईँहरूले। म काउन्टर पनि गएर सोध्नेछु हैन। लगाइज अब काउन्टरतिर आउँदैछु म हैन। काउन्टर वरिपरिको अवस्था यस्तो फोहोर छ हैन। भित्र त कुरा नगरौँ, धाराहरू पनि यस्तो छ, गाह्रो रहेछ गाह्रो। कालिका सिमसार चाहिँ छिर्यो, लास्टै फोहोर रहेछ भित्र चाहिँ, गाह्रो रहेछ है। यस्तै छ कालिका सिमसार हैन। यो चाहिँ झापा मेची नगर, यो चाहिँ दाइजनको नजिकै पर्छ है।